एक सेट पाक्न लाग्यो होइन त ठिक छ अनि यहाँ हाम्रो गाई चाले चाहिँ के गर्दै हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो कम्स ठुले दाजु यस्तो हतार मिसिनबाट लोकल डिउ पो बनाउँदै रहेछ यसले त बुनु So hello and welcome back to our channel. So I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि I'm also fine है. So after long time एकदम धेरै ग्याप भएछ एक्टिभ नभएको त्यही भएर आज चाहिँ यसो घरैमा च्वाचे यसो बङ्गुर काटेका थियौँ त्यही भएर चाहिँ मोमो खाने मोमो बनाउने प्लानिङ बनायौँ र मोमो पार्टी लोकल स्टाइलमा लोकल मोमो त्यो पनि अर्ग्यानिक मोमो कसरी बनाउने कसरी बनाइन्छ भनेर चाहिँ तपाईहरु सामु शेयर गरौँ तपाईहरु सामु तपाईहरुसँगै बसेर त नखाए पनि तपाईहरुलाई पनि इन्जोय गराउने तरिकाले चाहिँ आज एउटा भिडियो बनाउने बना के रे किन हाँसेको गइराखेको छु जस धेरै कति 1.5 महिना 2 महिना भइसक्यो होला म एक्टिभ नभएको आज चाहिँ एकदम बब्बालै धमाकेदार साथ आइसकेको छु र तपाईहरुले पनि जोस जागर देखाइदिने होला धेरै पछाडी आए पनि अनि यता हाम्रो छोटे मिस्टर छोटे अनि यता हाम्रो मिस्टर के भन्ने रोजेश र म यता तपाईहरुकै प्यारो साथी सरोज मिस्टर सरोज आइसकेको छ इट्स मी मोटो हैन रुरल नेपाल 360 यस र आज चाहिँ हामी दामी पारामा मोमो बनाउँछौं र मोमो खान्छौं च्वाचेको मोमो र मेरो हात चाहिँ यस्तो छ चिल्लै र यहाँनिर मैले किमा काट्दै छु केटाहरूले पुरा मासु पेल्दैछ यता र यतानिर म अर्को ग्रुप हाम्रो किचन ग्रुपलाई म देखाउन जान्छु हाम्रो किचन ग्रुपमा हुनुहुन्छ के हो खानुमा बिजी रहेछन् सब साथीहरू स्वाइन कसैले काम गरेको छैन रहेछ के हो दाइ फर्ममा आयो त आमा कसो रे डिस्टर्ब पो गरेछ है र हाम्रो यता मिस्टर नरे ओइ या मामा इज अलवेज फ्रेश है के गर्ने अब यस्तै छ हाम्रो वेलकम टु छोराको ब्लगमा वेलकम 3 नाइस र अब चाहिँ हामी लगातार काम गर्छौं पानी पनि एकदमै परिरहेछ खान चाहन्छु हिजो राति चाहिँ अचानक म 5 चोटी टोयलेट जानु पर्यो इन्जिन अलिकति पुरानो भएपछि त्यस्तै हो धुवा फालिहाल्छ त्यही भएर छोटुले हिजो पचाउन सकेन हामीले हिजो स्पेशल चिज खाइदिएको थियौं त्यहाँ अगाडि स्किनमा राखिदिन्छु लोभेर धेरै गइहालेछ के भोडी भित्र अनि त गएकै के गर्ने हैन एक निन्द्रा सुत्यो उठ्यो टोयलेट गयो आयो म चाहिँ तर को के गर्यो को कहाँ गयो को कतिचोटि गयो केही थाहा पाएन एकैचोटि बिहान मात्र बिन्जेछ हाम्रो मामाले चाहिँ त्यो सुताई कम्पिटिसन खेलाउने हो भने चाहिँ कुम्भकर्णलाई जित्नुहुन्छ या गाइस तपाईहरु पनि त्यसरी सुत्नुहुन्छ भने कमेन्ट डाउन बिलो है यस भनेर यस मित लाउनु पर्छ र अब म काम गर्छु एक लट देखाइदिउँ न त आमा आँखा टल्केछौ यार हात हानिन्छ है ए मिसिन भन्दा फ्रेस हो नि डाइलगै थाहा छैन मामा इज अलवेज फ्रेस आँखा रातो बनाएर नि के भन्छ फेरि आज होइन अरू बेला ओखो डिउ खाएर बसिरहेको छु यार
चुल्ला बनाएर अब यस्तै हो गाउँमा चाहिँ अब मिसिन अब मिक्सर अब हैन यो त भिडियोमा देखाउनु हुँदैन भएर चाहिँ कहाँबाट आयो अब किमा काट्ने चाहिँ यसरी काटिन्छ हामी चाहिँ तपाईहरु अब सहर बजारमा चाहिँ चक्कर लाएर हैन अब मेसिन हुन्छ मेसिनमा पेलिन्छ अब हामी चाहिँ अर्ग्यानिक मेसिन हो नि त अर्ग्यानिक तर म क्यामेराको फेस मिलिरहेको छैन है अलिकति मलाई लागिरहेको मिलिरहेछ होइन होला भिडियो गर्दा गर्दा छोटे होइन अलिकति भर लाग्दैन मलाई मामा जतिको अलिकति लाग्दैन तिमीलाई लाग्छ लाग्दैन भन्न त के हो मेरो भर तिम्रो भर होइन त्यो तिमीलाई मेरो भर लाग्छ लाग्दैन ल अलिक छिटो छिटो गरौँ है कति पछि फर्ममा आएको रे लगभग 1.5 महिना भयो र भाइ अब कन्टिन्यू जान्छ हेरौँ 1K मा गएको पैसा चाहिँ उठाउँछ भन्छु म सेलिब्रेसन गरेको पैसा चाहिँ उठाउँछ भन्छु म उठाउनु पऱ्यो भने मामाले अर्कै भिजन हेरिरहेछ कि यहाँनिर अलिकति सोच परिवर्तन गरिरहेछ गर्नुपर्छ समय परिवर्तन भइरहेछ त्यही अनुसार परिवर्तन भइरहेछ होइन अब यसरी मात्र हुँदैन अलिकति एक्स्ट्रा दिनु पऱ्यो कि अनि पो अलिकति सबैलाई अब एक्साइटेड हुन्छन् अब अलिकति तर आज हाम्रो मोमो यसरी चाहिँ मोमो पकाइयो है 4 बजे दिउँसोको रातिको 4 बजेदेखि चाहिँ कहाँ त त्यो अहिले 10-11 बजिसक्यो मान्स के भन्नु अब हेर न अब सुरुवातै 9 बजी 10 बजी गरेपछि कहाँबाट हुँदैन तिमी नै अब हराउँछौ जहाँ गएको मान्छे त्यही हराउँछौ म त दिउ र त्यो मसला लिएर आएको छिटो अघि नै टाइममा आयो कस्तो हुँदैन त नि म पनि रुरल नेपालको च्यानलमा आइसकेको छु अच्छा ठीक है आँखामा बिगारिसक्यो अनि म के भन्नु गइरहेको छु भने ठिक छ देख्न सक्नुहुन्छ रुरल नेपाल 360 चट्ट मिसिन बराबर काटिन्छ मार्क्स एकचोटि माम्सले यत्रो काटिसक्नु भयो कि यत्रो अब यति छ अब यो सबै काट्ने हो र माम्स धेरै हुन्छ होला ओ मेरो त आँखा के गर्दै त यस्तै पाराले त कसरी भ्लग्स बनाउने र माम पानी चाहिँ बहुत बबाल आइरहेको छ कि बबाल होइन एकदम पानी परिरहेछ हामी तर चिलमा बसिरहेछौँ होइन चिलमा मोमो बनाउने खाने हो हजुर चट्ट लाएर अनि सुत्ने हो हजुर तर मलाई त अहिले मासु काटेकोले हक्क भइरहेको छ भरे खानु सक्नुहुन्छ कि माम एउटा दुईवटा त बल गर्छु बल गर्नुपर्छ है मोमो चाहिँ फेरि अब कतिपय मान्छेले अब चिकन अब के अरे बफ धेरै खान्छ कि तर पोर्क भनेको पोर्क मोमो इज पोर्क मोमो होइन जसले जतिसक्यो भने पनि त्यो चाहिँ म 100% भन्छु 100% ग्यारेन्टी दिन्छु पोर्क मोमो जति मिठो कुनै मोमो नि हुँदैन होइन त्यो पनि अब यसरी टक्क लाएर लोकल स्टाइलमा टक्क काटेर झट्टै होइन लोकल भनेको लोकलै हुन्छ होइन माम एकदम मान्छे पनि लोकल सबै लोकल अहिले चाहिँ कति 10-11 बजिसक्यो होला रातिको त्यही पनि अब हामी अब निरन्तर मोमो बनाउने खाने कार्यक्रम जारी छ तपाईँहरू पनि हेरेर इन्जोय गर्नु होला भन्न चाहन्छु म चाहिँ अब एकदम धेरै समय चाहिँ ग्याप भएँ भिडियोहरू हाल्नु पाएन भिडियोहरू बनाउनु पाएन किनभने चक्क लगाएर अब बर्खा लागिरहेछ अब काम हामी गऱ्यो होइन हजुर त्यही हो काम नगरी हुँदैन हजुर
काममा बिजी थियो। अब काम गरेको अब भिडियो बनाउने कि काम गर्ने कि अब त्यो खासै अब हुँदैन। उता देखाइदिउँ देख्छ पर्दातिर सिटी हुँदैछ। सरस माम्स चाहिँ यस्तो खटिरे माम्स हुनुहुन्छ कि हाम्रो गाउँमा सरस माम्स जति खटिरे कोही छैन होइन माम्स। अलिक हेर उपरे काम चाहिँ बोल्छु कि म। अनि हजुर चट्ट लगाएर यतातिर सबै यो माम्सको यतातिर यहाँ चट्ट घर बन्दैछ। माम्स यता सर्ने हो र यता सर्ने हो यता सर्नुहुन्छ भने माम्स यता चट्ट यता किचन छ। अनि यहाँ हाम्रो गाई चाले चाहिँ के गर्दै हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो कम्स ठुले दाजु। यस्तो हतार मिसिन बराबर भतार गरिरहनु भएको छ। यता फेरि बेबिन दाज खतरा इङ्ग्लिसमा बोल्नुभयो त। अब म इङ्ग्लिस बोल्यो अयो मेरो त पावर छ कि क्या हो अघि बडी बनाएको त। यता चाहिँ मासु छ। अब म एकचोटि बडी फुलाएर बेबिन दाइलाई पुग्नुहुने हो। म चाहिँ यता आइसकेको छु। सबै देखाइसकेपछि फेरि सर्चमा आइपुगेँ। फेरि यहाँ चट्टै बसेर मामा केही बोलिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। र यसै कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय हड्डीज्यू, बोसोज्यू र छालाज्यू र रातो मासुज्यू र यसै कार्यक्रममा रातो मासुज्यू सम्पूर्णमा म सरोज राईको तर्फबाट हार्दिक नमन व्यक्त गर्दछु। ताली खतरा थियो ताली। र आज चाहिँ म धेरै बोल्न चाहन्न, मेरो हात एकदम बिजी छ। हजुर। र आज चाहिँ हामी यति राति पनि किन जागराम छौँ भने हाम्रो मोमो खाने कार्यक्रम भइरहेछ। यसैले काम गरौँ, मोमो खाउँ, ज्यान बनाऊ। ताली। हाम्रो सरस माम्सको जिउको बोली मलाई एकदम सही लागेको छ। त्यसकै कारणमा सरस माम्सलाई हार्दिक बधाई छ। सञ्चालक हान्दै बस्नुपर्छ कि कार्यक्रम अब हुँदा चाहिँ सञ्चालकज्यू बबाल। हामी त फेरि त्यहाँ त कार्यक्रम त आगो बालिदिन्छौँ नि होइन माम्स। माम्सको चाहिँ मुखमा चाहिँ यता हात पनि चल्ला चलिरहेको छ यतातिर मिसिन बराबर। यता फेरि हाम्रो कालु किन कराउँदैछ काले कति दिन घरमा बसेर बाह्रलेको यो चाहिँ अब 1 करोडको माल अस्तिको हो कि अर्कै हो यो? अब यसले त खतरा छ हजुर। ल उतार तान्नु नि तान्ने अब टर्से पो साथै गयो। हामी चाहिँ अहिले लोकल भाडामा चाहिँ मोमो चाहिँ चट्ट लाएर 120 को स्पिडमा चाहिँ चट्ट पेल्ने ठेल्ने सबै भइरहेछ। अनि यहाँ चाहिँ म चाहिँ 2टा क्यामेरा समाइरहन्छु। हाम्रो मिस्टर छोटेले अहिले मलाई साथ दिइरहेछ, मेरो क्यामेरा लिएर भिडियो गरिदिइरहेछ। हाम्रो बेमी दाइले पुरा रफ्तारमा एकदम लम्बु त्यतिकै भिडियोको लागि है। यहाँ मोमोको स्टार्टिङको काम चाहिँ यो त्यो सानो बनाउने ठिक छ। त्यसपछि सरोज मामाको है त्यो चाहिँ। अनि यो त्यसपछि सेकेन्ड काम यो, अनि त्यसपछि थर्ड काम यो मोमो हो। सरोज मामा सानो बनाउनु न यार कस्तो। अनि अब भान्जा खाँदा पनि मुखमा चट्ट लाएर 1 गाँस होस् न। 1 गाँस यो चाहिँ 2-3 गाँस हुन्छ। अनि त्यसपछि फोर्थ काम चाहिँ बाहिर माइजूले भाँडा धुँदै हुनुहुन्छ। के को खाँचो? मोमो बनाउनेमा के को खाँचो र? मैले माइजूको खाँचो के भन्छन् माइजू लिएपछि त मामाले वास्तै गर्दैनन् होला हामीलाई त। हो त्यही भएर हो कि
ए मुले लिएपछि त वास्तै नगर्ने रहेछ नि साँच्ची यार मन चलाइदिएको हामी त हौडे एकदम लफङ्गा जोसँग नि पङ्गा यही तल्लोपट्टि छ उयो भाडा छुट्टै दिने भाडा दिने अरे मलाई त्यति हात आएर छ र मेरो फोनमा छैन हौ मुले के दिने अरे उता हुँदैछ कि केटा डोन्ट वरी सो चट्टसँग नाइजु निन्द्रा लाग्यो ए यस बस ए रोनिस फेरि 150 को रफ्तारमा 200 बढ्यो कार्यक्रम सञ्चालक ज्यूको एक सेट पाल्न लाग्यो होइन त ठिक छ ओके सो अहिले चाहिँ बिहानको 3 बजिरहेछ हामी चाहिँ चट्ट लगाएर मोमो रेडी बनाइसक्यौँ मोमो खाने तयारीमा छौँ हामी चाहिँ दिउ उतापट्टि को कोलाई छ लु त सबैजना आउँ त चट्ट लगाएर मोमो चाहिँ हाम्रो उता अगाडि चाहिँ फेरि डेकोरेसन चाहिँ यस्तै छ खतरा छ बबाले छ होइन त्यस्तै चाहिँ हुँदैन है साथी हो दिउ यता र यता खै दिउ 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 के खानुहुन्छ दिउ खाना खानु यहाँ छ है ओ उता होइन उता यता आइज न यता टुट्नेनास् कान छुट्नेनास् यता के यहाँ चाहिँ हाम्रो छ अर्को यहाँ यी खोइ दिन्छ लोकल डिउ पो बनाउँदै रहेछ यसले त बुनु ए बुनु के गरेको हानु भएन त एकचोटि हान्दै त फर्स्ट बाइटमा यो पनि आज त खासै धेरै खाएको छैन लगभग एक जम्बो चाहिँ म आफैले सके जस्तो लागिरहेको छ बर अनि सुरुमा त्यो चिसो फ्रिजको लिएको बेला त अनि 2 सानो तर सानो गिलास थियो 3 छ त्यो सटा सट हो बेबिन भाइ निन्दाइमा हो क्या मिस्टर नरे त्यसमा अघि अलि खाएर थियो मोमो सेट अलिकति सानो थियो त्यही भएर अलिकति ठुलो आगो लगाइदिएको छिटो पकाउनुलाई ढिलो हुन्छ भनेर मोमो चाहिँ फेरि स्टिम मोमो के अरे फ्राई मोमो जस्तो भएछ है दामी डरेछ है कसरी त्यही हो अब अलिकति केटाकेटी छन् होइन थाहा पाउँदैन कतिखेर के गर्नुपर्छ भनेर ए यो अचार कसले बनाएको यो चाहिँ कहाँ गयो के गर्यो थाहा छैन
साथीहरूले त ग्रुपमा त पुरै घाटा लाग्दैछ नि काममा ओहो मलाई नै ठुल्ठुलो चाहिँ पऱ्यो क्या फेरि थपौँ भाइ कडा भएछ दिउ खाऊ दिउ थप 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 यता थपौँ ओइ 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 मिठो छ ठिक छ कस्तो छ कस्तो भन त कस्तो मिठो छ अलि बोल न ठुलो अलि ठुलो बोल छ्याउ खोइ यताले न थप 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 साथी हो म चाहिँ अब यति नै पुग्छ होला उयो पनि छ है सुप पनि छ है उता लाएर खाऊ न उता पल्लो सुप टमेट भाइ अलिक थप लगाइदेऊ लगाइदेऊ खाने भने सोधिराख्नु हुँदैन कि कसले खाँदैन मोमो चाहिँ यसरी खाने होइन चट्टा लगाएर रातिको 2 बजी यसरी मोमो खानु भनेको त भाग्यमानले मात्र हो अरूले त उयो सम्झिने अरूले त उयो सम्झिने होइन 2 बजीतिर चाहिँ कसले पनि खाँदैन भन्नु न अन्त सम्झिने कति खाने हो ठिक छ ठिक छ मोमो को खाने हो ओ जेला दिनेश बाबा त्यहाँ राख्देऊ न त्यहाँ हुन्छ यहाँ यसलाई के खाइन भनेर त दिउ बिर्सेछु नि त कोही छैन अन्त होइन चल होइन होइन परको डिउले हो ठुलो भनेको मलाई ठुलो परेछ नि हाने ला ला मोमो कस्तो रहेछ भयो ए भयो ए भयो ए भयो भनेको त्यसमा पनि त अगाएर के हुन्छ खासै डिउै मन पर्ने छोरी गर्ने मोमै छोरै दिन्छु म पनि अब स्केल हो ओ केटा हो भाँडा चाहिँ आर्मी सिस्टम गर है आर्मी सिस्टम पनि परको भाँडा होइन मोमो फेरिदेखि लिएर सबै चिल्लो छ दिनेश बाबालाई मोमो थप्नु बोलाउँ न रातिको कति 2:30 हुनु लाग्यो होला मोमोसँग खाएर सकेर चाहिँ सरसफाइ कार्यक्रम र मेरो भाग चाहिँ यता किचन छोड्ने परेको छ फोहोर कति छ भनेर लगभग अनुमान लाउन सक्नुहुन्न होला यतिको चाहिँ छ है फोहोर अब यसलाई सफा हाल्नुपर्ने हुन्छ चट्ट लगाएर यसरी यस्तै छ के गर्नु अब फोहोर त कति हो कति
मान्छे मस्त होइन सपनामा पुरा कहाँ कहाँ पुगिरह होला कसै अब यात्रा गरिरह होला कसै अब होइन डेटिङ गइरह होला कसै मस्त फ्यामिली टुर मनाइरह होला कसै पार्टी गरिरह होला तर हामी चाहिँ विपनामै घर छोडिरहेछौँ के गर्नु यस्तो छ अब उनीहरू उठ्छन् हामी सुत्छौँ के छ यताको सकियो काम सकियो ल उता सकियो ल आजको लागि यति नै सो भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद हुँदै फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ आजको लागि टाटा बाई बाई लभ यु अल